युएईलाई हराउँदै नेपाल टी20 विश्वकपको ग्लोबल छनौटमा। नमस्कार दर्शकबिन, स्वागत छ यहाँहरू सबैजनालाई नयाँ अपडेटको यस नयाँ भिडियोमा। दर्शकबिन, आज हामी नेपालका लागि एक ऐतिहासिक र गर्वको क्षण भनेको छ। नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले पहिलो पटक आइसिसी महिला टी20 विश्वकप छनौटको ग्लोबल क्वालिफायरमा पुग्न सफल भएको छ। नेपाली टोलीलाई धेरै धेरै बधाई छ र यो हामी सबै नेपालीहरूको लागि खुसीको कुरा हो। र आजको यो भिडियोमा हामी यसै विषयमा रहेर विस्तृत जानकारी दिनेछौँ। कृपया यो भिडियोलाई अन्तिम समय हेरेर साथ दिनुहोला। अनि नयाँ हुनुहुन्छ हाम्रो च्यानलमा भने च्यानललाई सब्स्क्राइब गर्नुहोला र यो भिडियोलाई एक लाइक अवश्य गर्नुहोला। नेपालले आज सोमबार सुपर 3 अन्तर्गत युएईसँगको खेलमा 5 विकेटले जित दर्ता गर्दै ग्लोबल छनौटमा स्थान सुरक्षित गरेको छ। युएईले प्रस्तुत गरेको 115 रनको लक्ष्य नेपालले 19 ओभर 3 बलमा मात्र 5 विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि कप्तान इन्दु वर्माले 34 रनको उत्कृष्ट योगदान समेत दिइन् यो खेलमा। युएईले 20 ओभरमा 7 विकेट गुमाउँदै 114 रन बनाएको थियो। युएईका लागि कप्तान ईशा ओझाले 39 रन बनाएकी थिइन् भने तीर्था सतीशले 21 रन बनाएकी थिइन्। यसैगरी हिनाले 20 रन बनाएकी थिइन्। नेपालका लागि मनिषा उपाध्यायले 4 ओभरमा 20 रन दिँदै 4 विकेट लिएकी थिइन्। यसैगरी कविता कुँवरले 2 विकेट तथा राजमती ऐरीले 1 विकेट लिएका थिए। अब नेपालले भोलि अर्थात् मंगलबार थाइल्यान्डसँग खेल खेल्नेछ। तर यो खेलको नतिजाले नेपालको ग्लोबल छनौटमा पुग्ने निर्णयमा कुनै असर पार्ने छैन। नेपालले एक खेल अगावै शीर्ष 2 मा रहँदै ग्लोबल छनौटका लागि स्थान सुरक्षित गरिसकेको छ। यो जितले नेपाल पहिलो पटक आइसिसी महिला टी20 विश्वकपको ग्लोबल छनौटमा पुगेको हो। यो हाम्रो नेपाली महिला क्रिकेट इतिहासको एक नयाँ अध्याय हो। यस ऐतिहासिक सफलताको लागि सम्पूर्ण टिमलाई धेरै धेरै बधाई छ। हामी सबैले टिमलाई अझै राम्रो सफलता र विश्वकपसम्म पुग्ने शुभकामना सहित शुभेच्छा व्यक्त गर्दछौँ। तपाईहरूले पनि यो भिडियोको कमेन्टमा नेपाली महिला टोलीको लागि बधाई दिँदै एक कमेन्ट अवश्य पनि गर्नुहोला। यदि तपाईहरूलाई यो भिडियो मन पर्यो भने अवश्य पनि लाइक गर्नुहोला र भिडियोलाई सेयर पनि गर्नुहोला। र यस्तै खेलकुद सम्बन्धी नयाँ अपडेट पाउनको लागि हाम्रो यस नयाँ अपडेट युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला। नेक्स्ट भिडियोमा अवश्य भेट्नेछौँ। जय नेपाल, जय क्रिकेट।